यो ठुलो बाल्टीबाट जेन्ट स्नेक प्लान्ट निकाल्न यति धेरै गाह्रो हुन्छ भन्ने मैले सोचेको पनि थिएन है। यसलाई मैले मजाले खन्छु होइन, रोल गर्छु, बस्छु, उड्छु, दिक्क लागेर नसकेर फेरि भाइलाई बोलाएर फेरि दुईजना मिलेर तान्न थाल्यौँ। यो एकदमै धेरै पुरानो भइसकेको छ, 4-5 वर्ष पुरानो। बेबिज प्लान्ट पनि एकदमै धेरै आएको कारणले गर्दाखेरि यो निकाल्न गाह्रो भयो होइन। अनि दुईजना मिलेर मजाले होइन निकाल्न खोज्यौँ होइन, बल्ल बल्ल निस्क्यो। यति खुसी भए म, बहुत खुसी भए। हेर्नु न, यसको बेबी प्लान्ट यति धेरै आएको थियो, जराहरू पनि कति धेरै गाडिएको थियो होइन। मैले तलको लेयरहरू फाल्न थालेँ र सानो बेबिज प्लान्टलाई छुट्याएर राखेँ, स्मल पटमा लगाउनुहुन्छ भनेर। अनि ठुलो गमला लिएँ, त्यसको तल लेयरमा हालेर मैले पातको धुलो, त्यसपछि फर्टिलाइजर, माटो होइन, निस्क्यो जेन्ट प्लान्टलाई फेरि हालेँ। अनि पछिको खाली स्पेसमा फेरि मैले माटो र पानी हालिसकेपछि यसको कम्बिनेसन हेर्नु कति राम्रो देखेको। व्हाइट कलरको गमलामा जेन्ट स्नेक प्लान्ट, जस्ट वाउ के कति राम्रो।